पढ्ने मान्छेहरू जहाँ पनि पढिहाल्छ हो, म यहाँ हेरिहालौँ। एल्भिस भाई के आगे कोई बोल सकता है क्या? खेलेगा कस्टम। हेलो गाइस, राम राम, जय मसी सबजनालाई। र आजको दिनदेखि चाहिँ म फेरि भ्लगिङ सुरु गर्दैछु हो। र अहिले चाहिँ म जाँदैछु कलेज। अहिले चाहिँ म छु पुरानो हस्पिटलको त्यहाँ हो। र आज के हुन्छ म अगाडि गएर सबलाई भन्नेछु। ल भिडियोमा जोडिरहनु, अहिले भेटौँ। गाइस, बिहान बिहानै हामी नाम्चीको दर्शन भइसकिसक्यो। र नाम्चीमा के भन्नु यार, म मेरो थोप्रा देखाउँ भन्दाखेरि म त सरम पो लाग्यो यार, यत्रो बिचमा क्यामेरा पक्रेर हिँड्नु। त्यसै कारणले भोइस ओभर मात्रै गरेको। ल मेरो थोप्रा चाहिँ अहिले देखाउँछु। फाइनली हामी आफ्नो कलेजको क्याम्पसमा आइपुगेको छ, क्लासमा। यहाँ एउटा बादर, दुईटा बादर, तीनटा बादर, गोरिला। हामी चाहिँ आइसकेको छ यहाँनिर क्लासभित्र। यो चाहिँ कमर्सको क्लास हो अरे। यहाँ छ हामीसित एकदम जङ्कुक भ्लग हान्दिएको। तिमी पनि भ्लग गर्नु थाल्दै नि हौ, काम छैन। सिक्किममा भ्लगर बेसी भएर म नि एउटा छुट्टिदिएको नि। त्यही भएर फेरि अब के गर्नु, फेरि ल्याट्टै उयस भइदियो भने त जल्दी हुने त है, भाइरल भइदियो भने त है। जङ्कुकले भने ए हुँदैन हुने रहेछ। के भन्ने त राजेन भनेको त कसले हो यो? टप काटेम एल्भिस भाइ। गाइस एटेन्डेन्स हुँदैछ है। यस्तो हुन्छ केटाको कलेज हेरिराख। यो प्रोफेसनल भ्लगर इज ब्याक विथ आकाश शर्मा। ओ हिरो, यता हेर न, यता हेर न हौ। हेलो गाइस, यो स्माइलमा कतिजना फिदा छ कुनि? यता केटो, यो स्माइलमा फिदा त के छ पनि। अब जो हुनु यो कुराहरू छोडिदिउँ, यो कुराहरू छोडिदिउँ, कुरालाई अन्ततिर मोडिदिउँ। र गाइस, हाम्रो चाहिँ छुट्टी भइसक्यो हो। अब बेसी नै हाँसी खुसी गर्दैछौँ हो हामी। पढ्ने मान्छेहरू जहाँ पनि पढिहाल्छ हो, म यहाँ हेरिहालौँ। हाम्रो पढ्ने मान्छेहरू जहाँ पनि बाटोमा हिँड्दा पनि पढ्छ हो। कहाँ त्यसो नपढी पास हुन्छ त? मलाई हस्पिटलले छोडेकै छैन देशमा। भन्दा त म हस्पिटलमै बस्नु ठिक लाग्यो। पुरा लेखायो, बिजोग पाड्यो, बिजोगै पाएर लेखायो। अहिले चाहिँ म व्हाइट हलको अगाडि आइसकेको छु हो। र यहाँ मैले भिडियो किन बनाएको भन्दा, भिडियो त 1 मिनटको मात्रै हुँदै रहेछ, यसो हेरेको त। र मलाई कन्टेन्ट चाहियो नि, त्यसै कारणले तपाईँहरू यो हेर्दै बस्नु क्या हो। मैले हेर्दैछु भने तिमीहरू पनि हेर्नु परेन नि त। र शामको दामी भ्यू माथि हो, के हो बुद्धिस्ट मोनास्ट्री हो कि के हो त्यो हो। र ह्यान्डसमको थोप्रा। अरू त के भन्नु, दिनहरू राम्रै गयो हो। म चाहिँ अब जाँदैछु आफ्नो रुमतिर हो। भाइ यहाँ कुछ कहना है? कुछ कहना है? क्या कहना है? कुछ कह दो, कुछ कह दो। खेलेगा कस्टम। फिर से खेलेगा कस्टम। खेलेगा कस्टम। गाइस, तिमीहरूलाई त च्यालेन्ज गर्छु यार। को फ्री फायर खेल्छ हो, मलाई मेसेज गर्नु भाइसित। म एकदम उयो गराइदिन्छु 1 to 1 हो। जित्यो भने चाहिँ जित्यो भने भुइँको डल्ला, हार्यो भने चाहिँ तिमीहरूको बेइज्जती।
खेलेगा फ्री फायर भन्दैछु त फ्री फायरहरू एकदम र अहिले चाहिँ म रुम तर्फ लाग्दैछु हो यति किन बोलेकै हो भन्यो भने मेरो कन्टेन्टको ड्युरेसन पुरा सानो भयो हो अब 1-2 मिनटको त के हाल्नु भिडियो त्यसै कारणले म बोलेकै छु यो हेर्नु पऱ्यो नि र अहिले भेट र गाइस म चाहिँ आफ्नो रुममा पुगिसकेँ हो अब रुममा पुगिसकेर खाजा खान्छु हातखुट्टा धुन्छु हो लुगा फेर्छु र आजको दिन यस्तै थियो हो कलेजको दिन अब यहाँ रेकर्ड भइसक्यो होला आजको दिन यस्तै थियो व्यवस्था यस्तै थियो अनि जेसुकै थियो त्यस्तै थियो जे देख्नुभयो त्यस्तै थियो र म तपाईँलाई अर्को भ्लगमा भेट्नेवाला छु तपाईँ किनभने यार तिमीहरू सब्सक्राइब गर्नु पऱ्यो